नेपालले स्कॉटलैंड विरोध एकदम शानदार तरिकाले आफ्नो जित हासिल पार्यो र यसमा धेरैवटा रेकर्ड बन्यो, जसमा एउटा रेकर्ड सन्दीप लामिछानेको नाममा। यो वर्ल्डमा सबभन्दा छिटो 150 विकेट लिने अस्ट्रेलियन बौलर मिचेल स्टार्कको नाममा थियो त्यो रेकर्ड। उसले 77 मैचमा 150 विकेट लिएको हो। तर हाम्रो स्टार बौलर नेपालको सन्दीप लामिछानेले जम्मा 73 मैचमा 150 विकेट लिएर यो रेकर्ड आफ्नो नाममा गरे। हामी सम्पूर्ण क्रिकेट प्रेमीहरूको लागि एउटा गर्वको गर्ने कुरा हो यो। र अर्को भनेको नेपालले स्कॉटलैंडसँग जित्ने बित्तिकै पोइन्ट्स टेबलमा ओडिआईको 5 नम्बरमा गइसक्यो। 5 नम्बरमा जाने बित्तिकै जो टेन्सन थियो मान्छेहरूको कि ओडिआई स्टाटस नेपालले बचाउन सक्छ या सक्दैन, त्यो टेन्सन खत्म भइसक्यो। अब सुपर 4 मा पुग्ने धेरै चान्स भइसक्यो नेपालको। र अर्को भनेको ईशान पाण्डे हाम्रो 3 नम्बरमा आएर यस्तो ब्याटिङ गर्यो जसले ओडिआईमा अन्तर्राष्ट्रियमा दोस्रो यो मैच हो र आफ्नो दोस्रो मैचमा उसले हाफ सेन्चुरी बनायो। बधाई छ ईशान पाण्डेलाई। उहाँको यात्रा अझै लामो होस् र राम्रो गरोस् भनेर म भन्न चाहन्छु।